आजको यस अङ्कमा यहाँहरू सबैलाई स्वागत छ। आज हामी अहिलेको नयाँ नेपाली संसदमा चलिरहेको शक्ति सन्तुलन, पुस्तागत टकराव र जवाफदेहिताको विषयलाई स्रोत सामग्रीहरूको आधारमा गहिरिएर बुझ्ने प्रयास गर्दैछौँ। जेनजी आन्दोलन पछिको यो संसद साँच्चीकै नै एउटा ठूलो उथलपुथलबाट गुज्रिरहेको छ र आज हामी यही बदलिँदो राजनीतिक परिदृश्यको वस्तुगत चिरफार गर्नेछौँ। अब आजको हाम्रो छलफलका मुख्य विषयहरू यस्ता छन्: कार्यपालिकाको वकआउट, पुरानो नेतृत्व विरुद्ध नयाँ छाल, केही प्रतीकात्मक राजनीतिक कार्यहरू, मौन प्रधानमन्त्री र एक्लो प्रतिपक्ष। सुरु गरौँ पहिलो विषयबाट, कार्यपालिकाको वकआउट। अहिलेको राजनीतिक माहौल बुझ्नको लागि परम्परागत संसदीय मर्यादाबाट भएको एउटा नाटकीय विचलनबाटै सुरु गर्नुपर्ने हुन्छ। कल्पना गरौँ त, संसदमा राष्ट्रपतिको सम्बोधन चलिरहेको छ अनि एक्कासी प्रधानमन्त्री बालेन शाह आफ्नो सिटबाट उठेर सुटुक्क संसद भवनबाट बाहिरिनुहुन्छ। यो एउटा यस्तो अभूतपूर्व क्षण थियो जसले संसदलाई मात्रै स्तब्ध पारेन, कार्यपालिका र व्यवस्थापिका बीचको मुख्य तनावलाई त्यही बिन्दुबाट छताछुल्ल पारिदियो। खासमा कसैले बोल्दै गर्दा उठेर हिँड्नुलाई सामान्यतया अपमान नै मानिन्छ नि, झन् त्यहाँ त स्वयं राष्ट्रपति बोलिरहनु भएको थियो। अनि स्वाभाविक रूपमै विपक्षी दलहरूले यो वकआउटलाई राष्ट्रपति र संसद दुवैको घोर अपमानको रूपमा लिए र संसदमा ठूलै हंगामा भयो। अझ अचम्मको कुरा त के भयो भने लगत्तै प्रधानमन्त्रीका डिजिटल सल्लाहकारले सामाजिक सञ्जालमा स्वास्थ्य समस्याको कारण देखाउँदै एउटा पोस्ट गरे, तर हेर्दा हेर्दै केही बेरमै त्यो पोस्ट डिलिट पनि भयो। अब यसरी हतार हटाइएको पोस्टले कार्यपालिकाको जवाफदेहितामाथि झन् धेरै गम्भीर प्रश्नहरू र शङ्काहरू जन्माइदियो। अब जाउँ दोस्रो विषयमा, पुरानो नेतृत्व विरुद्ध नयाँ छाल। स्थापित पुराना राजनीतिज्ञ र भर्खरै निर्वाचित नयाँ जेनेरेसनका प्रतिनिधिहरू बीचको घर्षण अहिले छर्लङ्गै सतहमा आएको हामी देख्न सक्छौँ। पुरानो नेतृत्वको प्रतिनिधित्व गर्दै रामबहादुर थापा बादलले नयाँ राजनीतिक छालमाथि निकै कडा प्रहार गर्नुभयो। उहाँले नयाँ पुस्ताको जितलाई आर्टिफिसियल इन्टेलिजेन्स र एल्गोरिदमको जादु मात्रै भन्दै नयाँ दलका सांसदहरूलाई अराजक जमातहरूको भिडको संज्ञा दिनुभयो। यो भनाइले पुराना दलहरूले नयाँ पुस्तालाई कुन चस्माले हेरिरहेका छन् भन्ने कुरा स्पष्ट पार्छ। तर कुरा के भने, यो घटना त्यत्तिकै सेलाएन। नयाँ पुस्ता पनि चुप लाएर बस्नेवाला थिएन। जेनजी सांसद मनिष खनालले संसदीय प्रक्रियाको सक्रिय रूपमै प्रयोग गरेर यो असंसदीय भाषाप्रति औपचारिक आपत्ति जनाउनुभयो र अन्ततः लगातारको दबावपछि उहाँले सभामुखलाई ती अपमानजनक शब्दहरू संसदको आधिकारिक रेकर्डबाटै हटाउन बाध्य पार्नुभयो। नयाँ पुस्ताको लागि यो एउटा ठूलो प्रतीकात्मक जित त थियो नै, सँगसँगै उनीहरू संसदीय नियमप्रति कति सचेत छन् भन्ने पनि यसले देखायो। यो पुस्तागत टकराउने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जस्ता स्थापित नेताहरूलाई गम्भीर राजनीतिक दुविधामा पारेको देखिन्छ। सदनमा फर्किने उहाँ एकमात्र पूर्व प्रधानमन्त्री हुनुहुन्छ। एकातिर उहाँ असफल र पुरानो संस्थापनको अनुहारको रूपमा देखिन चाहनुहुन्न भने अर्कोतिर हालै युवाहरूले ल्याएको राजनीतिक परिवर्तनको जस लिन सक्ने अवस्थामा पनि उहाँ हुनुहुन्न। उहाँ आफ्नो खुम्चिँदै गएको परम्परागत आधार र प्रतिनिधित्व गर्नै नसक्ने नयाँ छालको बीचमा नराम्ररी फस्नु भएको छ। यसपछि पालो आएको छ तेस्रो विषयको, प्रतीकात्मक राजनीतिक कार्यहरू। यी ठूला टकरावहरू बाहेक यो नयाँ संसद उच्च प्रतीकात्मक र कहिलेकाहीँ त एकदमै अप्रत्याशित राजनीतिक गतिविधिहरूले पनि चिनिएको छ। जस्तो कि दक्षिण एसियाई राजनीतिमै एउटा दुर्लभ घटना यो संसदमा भयो। शताब्दीौँदेखि हुँदै आएको प्रणालीगत विभेदका लागि राज्यको तर्फबाट दलित तथा सीमान्तरित समुदायसँग औपचारिक माफी मागियो। यो आफैमा एउटा ऐतिहासिक कदम थियो। तर यहाँ ध्यान दिनुपर्ने रोचक कुरा के छ भने प्रधानमन्त्री मौन रहेका कारण यो क्षमा याचना पार्टी सभापति रवि लामिछानेले संसदको रोस्टमबाट पढेर सुनाउनुभयो। यसै माफीको गम्भीरता त झल्कायो, तर सँगसँगै प्रधानमन्त्रीको मौनतालाई पनि छर्लङ्ग पारिदियो। अनि यो संसद कति अप्रत्याशित छ भन्ने कुराको अर्को गजबको उदाहरण हुनुहुन्छ महावीर पुन। इन्टरनेटमा निकै रुचाइएका पुनले नेताहरूले विज्ञानलाई व्यवस्था गरेको भन्दै दिक्क मानेर फेसबुकमै एउटा श्राप दिनुभयो। तर अचम्म मान्नु पर्दैन, त्यसको 24 घण्टा नबित्दै सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय गठन गर्ने निर्णय नै गरिदियो। भोलिपल्टै उहाँले संसदमा गएर आफ्नो श्राप फिर्ता लिँदै माफी पनि माग्नुभयो। यो घटनाले संसदको माहौलमा हास्य र तत्काल एक्सनको एउटा अनौठो तर रोचक मिश्रण ल्याइदियो।
यद्यपि यस्ता प्रतीकात्मक कुराहरूमा धेरै नै भर पर्दा नयाँ पुस्ताका सांसदहरूको संस्थागत रूपमा बोल्ने क्षमतामा रहेको कमजोरी पनि बेला बेलामा बाहिर आइरहेको छ। जस्तै सांसद सुनिल लम्सालले सभामुखको समर्थन गर्दा परम्परागत औपचारिक भाषण गर्नुको सट्टा चलचित्रको चर्चित पात्र काजीको नक्कल गर्दै मात्रै एक वाक्यमा आफ्नो समर्थन टुङ्ग्याइदिनुभयो। यो दृश्य हेर्दा त पक्कै रमाइलो लाग्यो, तर यति गम्भीर राजनीतिक मञ्चमा विचार प्रस्तुत गर्ने कलाको कमीलाई पनि यसले कतै न कतै उजागर गरिदिएको छ। अब लागौँ चौथो विषयतिर, मौन प्रधानमन्त्री। यी बाहिरी सत्ताका घटनाक्रमहरूले कसरी कार्यपालिकाको शक्तिसँग जोडिएको धेरै गहिरो प्रणालीगत परिवर्तनलाई लुकाइरहेका छन् भन्ने कुरा बुझ्न नितान्त जरुरी छ। राजनीतिशास्त्रीहरूले कार्यपालिकाको प्रभुत्व अर्थात् एक्जिक्युटिभ डोमिनेन्सको गम्भीर चेतावनी दिइरहेका छन्। यो शक्ति पृथकीकरणको सिद्धान्त माथिकै एउटा सिधा प्रहार हो, जहाँ प्रधानमन्त्रीले संसदीय सोधपुछलाई पूर्ण रूपमा व्यवस्था गर्छन् र संसदलाई एउटा सामान्य औपचारिकता मात्र बनाइदिन्छन्। संसदमा उभिएर जनताका प्रतिनिधिहरूलाई जवाब दिनुको साटो उनी फेसबुक मार्फत आफ्ना फलोअरसँग मात्रै सिधै संवाद गर्न रुचाउँछन् र यो प्रभुत्वलाई संरचनागत रूपमै बलियो बनाउने काम पनि भएको छ। सरकारले एउटा यस्तो अध्यादेश ल्यायो जसले संवैधानिक परिषदको निर्णय प्रक्रियामा चाहिने बहुमतलाई 6/4बाट घटाएर सिधै 6/3मा झारिदियो। सुन्दा सामान्य लागे पनि यसको असर निकै ठूलो छ। यसले सर्वोच्च अदालत लगायतका महत्त्वपूर्ण नियुक्तिहरूमा पूर्ण अधिकार एउटा विशेष त्रय अर्थात् प्रधानमन्त्री, सभामुख र उपसभामुखको हातमा मात्रै सीमित गरिदियो। यसको पछाडि पर्दाभित्र कति तीव्र राजनीतिक दाउपेच चलिरहेको थियो भन्ने कुरा पनि स्रोतहरूले देखाएका छन्। यही अध्यादेश ल्याउनकै लागि उपसभामुखको पद राप्रपालाई नदिइकन एकदमै रणनीतिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुबी कुमारी ठाकुरलाई दिइयो। यसको मुख्य उद्देश्य भनेकै संवैधानिक परिषदमा चाहिने त्यो निर्णायक तेस्रो भोट आफ्नै पक्षमा सुरक्षित गर्नु थियो। शक्ति सञ्चयको लागि संस्थागत संरचनाहरूको कति चलाकीपूर्ण प्रयोग गरिँदैछ भन्ने कुरा यसले प्रमाणित गर्छ। अन्तमा हाम्रो पाँचौं विषय, एक्लो प्रतिपक्ष। जब सरकारले यसरी शक्ति केन्द्रित गर्दै जान्छ र नयाँ पुस्ताका सांसदहरू पूर्ण रूपमा सत्ताप्रति वफादार मात्र रहन्छन्, तब कार्यपालिकालाई जवाफदेही बनाउने जिम्मेवारी केही एक्ला र सीमित आवाजहरूको काँधमा आइपुग्छ। जस्तै सांसद हर्क साम्पाङ। सामाजिक सञ्जालमा उहाँलाई जति नै ट्रोल गरिए पनि यथार्थ के हो भने उहाँ नै त्यस्ता थोरै सांसदहरूमध्ये एक हुनुहुन्छ जसले संसदको जवाफदेहिता खोज्ने कामलाई निरन्तरता दिइरहनु भएको छ। महत्त्वपूर्ण बजेट छलफलको बेला खाली रहेका कुर्सीहरू देखेर उहाँले प्रधानमन्त्रीको अनुपस्थितिमाथि कडा प्रश्न उठाउँदै निरन्तर राजीनामा मागिरहनु भएको छ। एउटा प्रतिपक्षले गर्नुपर्ने कामको यो एउटा सही उदाहरण हो। स्वतन्त्र सांसद अमरेश कुमार सिंहले पनि यही निराशालाई प्रतिध्वनित गर्दै निकै गम्भीर प्रश्न गर्नुभयो, के हामी नयाँको नाममा सबै कुरा नष्ट गर्न गइरहेका छौँ? नयाँ सांसदहरूलाई प्रधानमन्त्रीकै लोकप्रियताको कारण आफूले चुनाव जितेको लाग्ने भएकाले उनीहरू सरकारको गलत काममा पनि मौन बस्ने गरेको भन्दै उहाँले कडा आलोचना गर्नुभयो। उहाँको यो आक्रोशले संसदीय परम्पराको बढ्दो व्यवस्थालाई लिएर एउटा गम्भीर चिन्ता व्यक्त गरेको छ। यी सबै घटनाक्रमहरूले हामीलाई यो परिवर्तनशील संस्थाको भविष्यबारे एउटा गम्भीर र पेचिलो प्रश्नमा ल्याइपुर्याउँछ। अलिकति सोचौँ त, यदि कुनै सरकार संसदीय बहसको साटो सामाजिक सञ्जालको मेट्रिक्स र भर्चुअल लोकप्रियताबाट मात्र आफ्नो वैधता खोज्छ र विधायिकाको सामना गर्ने अस्वीकार गर्छ भने लोकतन्त्रमा शक्तिको सन्तुलनलाई कसले जोगाउँछ? कार्यपालिकाले संसदलाई जवाफ दिनै छोडेपछि हाम्रो लोकतन्त्रको भविष्य के होला? यो यस्तो प्रश्न हो जसको उत्तर हामी सबैले खोज्नै पर्ने भएको छ। आजको यस प्रस्तुतिमा हामीसँग जोडिनु भएकोमा धन्यवाद।